सम्पूर्ण साथीहरूलाई स्वागत छ मेरो युट्युब च्यानल समाज परिवर्तनमा। आज मैले मेरो युट्युब च्यानल समाज परिवर्तनमा पहिलोचोटि मेरो सिरियल जीवन बदल्ने सङ्घर्षको केही भागहरू 1 देखि 7 सम्मको भागलाई एक भाग बनाएर प्रस्तुत गर्न गइरहेको छु। सबैले हेरेर यसमा आफूलाई लागेको जिज्ञासा सल्लाह र सुझाव दिनुहुन हार्दिक अनुरोध गर्दछु। साथमा मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन बटन दबाउनु हुन पनि हार्दिक अनुरोध गर्छु, जसले गर्दा तपाईलाई मेरो युट्युब च्यानल भेटाउन सजिलो हुनेछ। आगामी दिनहरूमा हरेक शनिबार मैले सबै अहिलेसम्मका भागहरूलाई जोडेर प्रस्तुत गर्दै जाने जमर्को कसेको छु। तपाईको साथ सल्लाह र सुझावको अपेक्षा राख्दछु। लागौँ अब मेरो सिरियल जीवन बदल्नेको सङ्घर्षको पहिलो भाग युट्युब च्यानलमा 1 देखि 7 सम्मको लाई जोडेर बनाएको छु। हेर्नुहोस् र सल्लाह सुझाव पनि पक्कै दिनुहोला। हस्त लागौँ अब सिरियलतर्फ। जीवन थियो उसको नाम, जो सबैले बिर्सिसकेका थिए, तर उसले आफ्नो सपना भुलेको थिएन। उसँग पैसा थिएन, तर एउटा नोटबुक थियो जसमा लेखिएको थियो सफलता। उसको परिवारले भन्ने गर्थे, काम नगरिकन सपनाले मात्र घरको चुलो बल्दैन। तर उसको सपना नै अन्न थियो, सबै थोक थियो। हरेक दिन 1% मात्रैको प्रगतिले पनि 1000 दिनपछि विस्फोट हुन्छ। जीवनले सोध्छ छोडिदिन्छु, तर सपनाले भन्छ अझै बलियो बन। कहिले आकाशबाट वर्षा, कहिले आँखाबाट आँसु, तर उसको बाटो रोकिएन। एक दिन एउटा रात जब ऊ थाकेर सुतेको थियो, उसको सपनाले आवाज दियो, अब तिम्रो समय आएको छ। बाँकी अर्को भागमा नेक्स्ट पार्ट हेर्न र सुन्नको लागि मेरो फेसबुक पेज दिलीप कुमारलाई फलो गर्नु। जीवनको नोटबुक खाली हुँदै भएन, तर उसको जीवन भने खाली थियो, किनकि सपनाले उसलाई मित्रता दिएन, मात्रै प्रतिस्पर्धी दिएको थियो। नोटबुकको एउटा पानामा लेख्यो, एउटा सपना बराबर 100 दिनको मेहनत। 100 दिनलाई मेटेर 1000 दिन लेख्छ उसले। पैसा नहुँदा ऊ लाइब्रेरी जाने गर्थ्यो, बुक किन्नुको सट्टा समय किन्ने गर्थ्यो। अब धेरैजसोले उसलाई पागल भन्न थालिसकेका थिए, किनकि ऊ सपनामै बोल्ने थालेको थियो। उसले एक दिन लाइब्रेरीको पुरानो पुस्तकमा एउटा लाइन लेखेको देख्छ, विनर्स प्लान लङ, लुजर प्लान सर्ट। त्यो लाइनले उसको मनै छोयो। उसले नोटबुकमा अर्को लाइन थप्यो, लङ टर्म थिङ्किङ इक्वल म्याजिक। त्यसै दिनदेखि जीवनले दैनिक टार्गेट होइन, भविष्यको टार्गेट बनाउने निर्णय गर्यो। लक्ष्य उसको यति ठुलो थियो कि सानो सोच भएका मान्छेहरूले उसलाई बुझ्नै सकेनन्। सफलता कहिले एक्लै आउँदैन। पहिले सङ्घर्ष आउँछ, फेरि धैर्य आउँछ, अनि अन्तमा मौका। धैर्यले भन्यो, तिमीले यसरी जीवन बितायो भने केही पनि हासिल हुँदैन। तर उसलाई विश्वास थियो, समयले एक दिन कोल्टो फेर्छ। र समय फेरियो। एकाएक एउटा फोन आयो। फोनमा भनिएको थियो, हामी तपाईलाई भेट्न चाहन्छौँ। यो फोनले उसको हृदय खुसीले रमाएको थियो। उसले आज नोटबुक बन्द गर्यो, किनकि आज नोटबुक भन्दा पनि जीवनको पाना खुल्दै थियो। मिटिङ सुरु भयो। मिटिङमा ऊ एक्लै थियो, तर उसलाई डर लागेन, किनकि जसले सपना बोकेको हुन्छ उसँग डरभन्दा ठुलो शक्ति हुन्छ। उसँग डिग्री थिएन, सर्टिफिकेट थिएन, तर आइडिया थियो।
मिटिङमा आउनुको कारण त्यही थियो। उसको त्यो आइडिया सुनेर तिनीहरू एकछिन मौन रहे, न त अस्वीकार न त स्वीकार नै भयो। जीवनमा धेरै समय एक्सेप्सन खोजेर बिताउँछौँ, तर साँचो शक्ति रिजेक्सन सहनेहरूमा हुन्छ। अगाडि के भयो त? पार्ट 4 मा उनी स्वीकारिए कि अस्वीकारिए? मिटिङपछि उसलाई भनियो, अहिले निर्णय गर्न सकिँदैन। हामी तपाईँलाई ट्रायल पिरियड दिन चाहन्छौँ। ट्रायल भनेको मौका पनि हो र परीक्षा पनि। त्यही दिन साँझ चिया पसलमा ऊ एक्लै थियो, तर पहिलो पटक एक्लोपन बोर लागेन, किनकि त्यो चिया पसलमा कुनै अपरिचित आँखाले उसलाई चुपचाप हेरिरहेको थियो। उनको नाम साया थियो, कम बोल्ने, धेरै बुझ्ने। पहिलो कुरा जो सायाले भनिन्, तपाईँ धेरै थाक्नु भएको जस्तो लाग्छ। ऊ मुस्कुरायो, किनकि ऊ पहिलो पटक कुनै अपरिचित केटीसँग कुरा गर्दै थियो। त्यो मुस्कानले उसलाई सम्झायो, सङ्घर्ष एक्लै होइन रहेछ। ट्रायल सुरु भयो। दिनमा काम, राति सोच, बिचमा सायाको शब्द। सायाले कहिले भनिनन् छोडिदेऊ, उनले सधैँ भनिन् समयले हेर्छ। साँचो प्रेमले सपना रोक्दैन, सपना पुरा गर्न हिम्मत दिन्छ। सायाको भूमिका के मात्र सहारा हो कि भविष्यको मोड? पार्ट 5 भाग 5 मा एकातिर सायासँगको सम्बन्ध, अर्कोतिर ट्रायलको नतिजा सुरु। अब जीवनको सङ्घर्ष कता मोडिन्छ त? ट्रायलको पहिलो हप्ता सकियो र फिडब्याक आयो। तपाईँ मेहनती हुन्छ, तर हामी अझै कन्भिन्स छैनौँ। यो अस्वीकार थिएन, तर स्वीकार पनि होइन। बिचको साइलेन्स सबैभन्दा भारी हुन्छ। ऊ धेरै बोल्दैन थियो। सायाले बुझिन् केही प्रश्नहरू उत्तरभन्दा गह्रौँ हुन्छन्। सायाले एउटा मात्र कुरा भनिन्, आज थाक्नु स्वाभाविक हो, छोड्नु आवश्यक छैन। भोलिपल्ट काममा एउटा गल्ती भयो, सानो तर आत्मसम्मानमा ठुलो चोट। उनी पहिलो पटक आफैसँग रिसाएर प्रश्न गरे, कतै म तयार छैन कि कसो? सायाले उसलाई आफ्नो सपनाको बारेमा सम्झाइन्, डराउनु पर्दैन, केही बिग्रेको छैन। गल्तीले उसलाई तोड्नुको सट्टा अझ बलियो बनायो र साँचो कुरा देखायो। ऊ बदलिन थाल्यो, आवाज शान्त, काम स्पष्ट र सोच गहिरो। सफलता सिधै उक्लिँदैन, पहिले झुक्न सिकाउँछ, त्यसपछि उठ्न। यो असफलता अन्त्य हो कि तयारी? पार्ट 6 मा कमब्याक सुरु हुन्छ। अवश्य हेर्नुहोला। सिरियल जीवन बदल्ने सङ्घर्ष भाग 6। त्यो रात ऊ धेरै बेरसम्म सुत्न सकेन। आँखामा निद्रा थिएन, मनमा प्रश्न थियो, म किन असफल भएँ? पहिलो पटक उसले भाग्यलाई होइन, आफ्नो तयारीलाई हेर्यो। उसले बुझ्न थाल्यो, मेहनत धेरै थियो, तर दिशा अस्पष्ट। काम थियो, तर स्पष्ट योजना थिएन। यही स्वीकारोक्ति नै परिवर्तनको सुरुवात बन्यो। सायाले केही उपदेश दिएनन्, उनले केवल सुनिन्। कहिलेकाहीँ समाधान शब्दमा होइन, सुनिने ठाउँमा हुन्छ। भोलिपल्टदेखि उसले आफ्नो दिन बदल्न थाल्यो। बिहान चाँडो उठ्ने, कामभन्दा अघि सिक्ने र राति आज के सिकेँ भनेर लेख्ने। पहिले ऊ काम गरेर थाक्थ्यो, अब सिकेर सशक्त हुन थाल्यो। थकान उस्तै थियो, तर उद्देश्य फरक भइसकेको थियो। सायाले एक दिन सोधिन्, आज थाक्नुभयो? ऊ मुस्कुरायो र भन्यो, हो, तर यो थकान मलाई आफ्नै लागिरहेको छ। असफलताले उसलाई कमजोर बनाएको थिएन,
बरु विनम्र बनाएको थियो र विनम्रता ज्ञान सिक्ने ढोका हो। अब ऊ बोल्ने कम, सुन्ने बढी गर्थ्यो, देखाउन होइन, बुझ्न खोज्थ्यो। यही परिवर्तन अरूले पनि देख्न थाले। एक साँझ ऊ र साया उही चिया पसलमा थिए। सायाले भनिन्, "तपाईँ पहिलेभन्दा अझ बलियो देखिनुहुन्छ।" ऊ फेरि पनि मुस्कुरायो। यो मुस्कान शान्त थियो, घमण्डको होइन। जीवनले भन्यो, पहिलो असफलता हार होइन, दर्पण हो। जो त्यसमा आफूलाई हेर्न सक्छ, उही नै साँचो रूपमा अगाडि बढ्छ। अब ऊ तयार हुँदैछ, तर अवसर कहिले फर्किन्छ? पार्ट 7 भाग 7 मा जीवनले फेरि ढोका ढकढक्याउँछ। दिनहरू फेरिँदै थिए र ऊ पनि अब उसले मौका खोज्दैन थियो, आफूलाई तयार बनाउँदै गइरहेको थियो, किनकि उसलाई थाहा थियो मौका कहिल्यै सूचना दिएर आउँदैन। एक दिन एका बिहानै फोन फेरि बज्यो। उही कार्यालयबाट आवाज आयो, "हामी तपाईँको काम फेरि हेर्न चाहन्छौँ।" यो खबर सानो थियो, तर अर्थ गहिरो। ऊ हतारिएन, पहिले जस्तो उत्साहले होइन, शान्त आत्मविश्वासले तयारी गर्यो, किनकि यसपालि ऊ प्रमाण दिन होइन, आफूलाई देखाउन जाँदै थियो। सायाले केवल यति मात्रै भनिन्, "यसपालि डर लिएर नजानुहोस्, अनुभव लिएर जानुहोस्।" जीवनले टाउको हल्लायो। यो वाक्य उसको मनमा बस्यो। कार्यालयको ढोका उस्तै थियो, मानिसहरू उस्तै थिए, तर ऊ फरक भइसकेको थियो। ऊ बोल्दा शब्द कम, तर अर्थ बढी दिने गरेर बोल्थ्यो। सोधिएका प्रश्नमा पहिले जस्तो अनुमान होइन, स्पष्ट अनुभव बोलिरहेको थियो। यसपटक कोठामा मौनता लामो भएन। कसैले भन्यो, "वी क्यान सी द चेन्ज।" ऊ मुस्कुरायो। यो मुस्कान प्रतीक्षाको फल थियो। निर्णय अझै घोषणा भएन, तर सङ्केतहरू स्पष्ट थिए। उसले बुझिरहेको थियो, समय नजिकै छ। बाहिर निस्किँदा पहिलो फोन उसले सायालाई गर्यो। केही शब्द बोलेनन्, केवल भन्यो, "धन्यवाद।" सायाले बुझिन्, यो धन्यवाद उनको लागि मात्र होइन, उनको साथका लागि थियो। परिवर्तन देखाउन शब्द चाहिँदैन, समयले आफै भन्छ, "तिमी पहिले जस्तो छैनौ।" अब निर्णय नजिक छ, तर के यो अन्तिम परीक्षा हो? पार्ट 8 मा नतिजा खुल्दै जानेछ। यसै गरेर तपाईँहरू मेरो सिरियल हेर्दै जानुहोस्। अगाडि प्रेमका भाव र सङ्घर्षका दुवै मिश्रणहरू पाउनुहुनेछ।